जनता भगाउँछु भन्दा आफै भाग्लास्। ओइ बालेन, जनता भगाउँछु भन्दा आफै भाग्लास्। ख्याल गर बालेन, जनता एकजुट भयो भने तेरो खबर छैन भनेर चेतावनी आयो आमाबाट बालेनलाई। अब बालेन भाग्ला त। अलिकति जनतामा शिक्षा नभएपछि के नै गर्न सकिँदो रहेछ र भन्ने कुरा यहाँबाट पनि प्रश्न हुन्छ। अब उनीहरूकै लागि बालेनले भत्कायो होइन, सुकुम्बासीमा दोजर चलायो। अलिकति व्यवस्थापन गरेर दोजर चलाउनु पर्ने थियो। उसले त्यसै हावातामा चलाइदियो त आफ्नो ठाउँमा छ, उसको गल्ती छ। तर पनि त्यो गरेको त उनीहरूकै सुकुम्बासीकै लागि हो नि त। तर नबुझेर अनि एउटा दुइटाको कुरा सुनेर त्यही कुरामा लयमा लागेर बाढी आउँदाखेरि पीडित नहुन् भनेर तपाईँहरूकै लागि भए हो नि त। सानो कौनाले के कुरामा मच्चाइदिन्छ अनि सानो कुरा नबुझिकन कसैलाई सराप्नु राम्रो होइन कि। हो हो भन्ने मान्छे फेरि पछाडि उस्तै जनताको लागि खोज्या छस् के? कति माछा खेलाइराखेका छस्? खोलामाको माछा खेलाउँदै खेलाछस् जनतालाई। जाने होस पुऱ्याएर बसेस, होस पुऱ्याएर जनता लाग्ने भने तेरो खरिद छैन। होस पुरा तर जनताको लागु भयो भने तेरो होस पुरा छैन, तेरो खरिद। जा, जनता भगाउँछु भन्दा आफै भाग्लास्। होस पुरा।